ह्यापी प्लिज साइलेन्ट। आज नेपाल टेलिभिजनको 41औं वार्षिक उत्सवको अवसरमा हामी यहाँ सबैजना जम्मा भएको छौँ। यस्तो परिस्थितिमा जम्मा भएको छौँ कि नेपाल टेलिभिजन र रेडियो नेपाल दुईटा राष्ट्रका एकदम चाहिँ सञ्चार माध्यम एकीकृत भएर अथवा मर्ज भएर सार्वजनिक सेवा प्रसारण नेपालमा रूपान्तरण भएको हामी चाहिँ करिब 1.5 वर्ष भनौँ अथवा कार्तिकमा चाहिँ हामी 1 वर्ष पुरा गरेका छौँ। त्यसपछि हामी अहिले मागमा छौँ। हाम्रा कतिपय नियमावली त आइसक्यो, विनियमावलीहरू बन्ने चरणमा छौँ। यो बिचमा हामीले चाहिँ नेपाल टेलिभिजनको 41औं वार्षिक उत्सव मनाइरहेका छौँ र सम्भवतः मलाई लाग्छ, म गलत पनि हुन सक्छु, हामीले यसरी एनटिभीको वार्षिक उत्सव मनाउने सायद यो अन्तिम क्षण पनि हुनसक्छ। किनभने रेडियो र टेलिभिजन मर्ज भइसकेपछि अब एकैचोटि सबै संस्थाको वार्षिक उत्सव आगामी वर्षदेखि कार्तिक 23 गते मनाउने अवस्था हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी यहाँ आज नेपाल टेलिभिजनको वार्षिक उत्सव केन्द्रीय कार्यालय काठमाडौँमा सम्पन्न भयो। सम्माननीय उपराष्ट्रपतिको प्रमुख आतिथ्यमा चाहिँ हामीले नेपाल टेलिभिजनको 41औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गर्यौँ र हामी त्यही टेलिभिजनका सदस्यहरू भएको नाताले हामीले आज चाहिँ यहाँ एउटा सामान्य शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छौँ र यसमा म यो एनटिभी कोलपुरको च्यानल प्रमुखको हैसियतले म र मेरो व्यक्तिगत तर्फबाट र एनटिभी कोलपुरको तर्फबाट सम्पूर्ण साथीहरूलाई कर्मचारीलाई म हार्दिक शुभकामना व्यक्त गर्छु। त्यो आप ठाउँमा छँदैछ, अरू खास त्यहाँ भन्नुपर्ने केही छैन। तर संयोग हाम्रै भित्रको स्टाफ एकजना कर्मचारी अन्जु न्युज प्रस्तुता समाचार प्रस्तुता अन्जु चौधरीको आज जन्मदिन पनि। त्यो कारणले गर्दाखेरि अघि बिहान मुकेशले राखेको एउटा फेसबुक स्ट्याटस म देखेको थिएँ। अब मुकेश चौधरी पनि हामी केही काम गर्ने अनि अन्जु चौधरी पनि हामी केही काम गर्ने, दुवैजना सिधाभन्दा बुढाबुढी। त्यो कारणले गर्दाखेरि मुकेशले भने जस्तै एक त हाम्रो आजको वार्षिक उत्सव, त्यसमाथि हाम्रो एकजना सहकर्मी अन्जु चौधरीको जन्मोत्सव, त्यो हुँदाखेरि हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। एकदम टेलिभिजनको वार्षिक उत्सव 41औं वार्षिक उत्सव उपलक्ष्यमा पनि सबैजनालाई धेरै धेरै बधाई शुभकामना र सँगसँगै हाम्रो सहकर्मी अन्जुजीलाई पनि धेरै धेरै बधाई शुभकामना। अब